यो हेर्नुहोस्, साफे मार्तडी राजमार्ग सडक खण्डको हालत यहाँ हेर्नुहोस्। यो पिच भएको भर्खर कालोपत्रे गरेको छ। यो कालोपत्रे भएको 1 महिना पनि भएको छैन। हेर्नुहोस् यहाँ अहिले यो बिच सडकमा खाल्टा परेर पुरै गिट्टीले छोपिएको छ। यो गिट्टीले छोपेको छ, पुरा यहाँ खाल्टा छ। हेर्नुहोस् त 1 महिना भएको छैन। यस्तो हालत भनेपछि यहाँ काम गराउने कर्मचारीहरूले पनि यसमा ध्यान दिन जरुरी छ। साफे मार्तडी यो सडक खण्ड हो, राजमार्ग हो, यो मेन रोडमा यस्तो हालत छ। हेर्नुहोस् त यहाँ फेरि एक ठेकेदारको पनि लापरवाही छ। कसरी असाढको महिना पानी आएको बेला यहाँ पिच गर्छन्, अनि यो सुक्न पाउँदैन, यहाँ पानी जम्छ र यो माथि निस्किहाल्यो पुरा। यहाँ यो खुट्टाले दाब्यो भने जो पनि भित्र जान्छ। यो कालोपत्रे पनि हो। यस्तै भएर यहाँ खाल्टो परेर यहाँ बिचमा गिट्टीले छोपेको छ। उच्च पनि त्यस्तै छ। यस्तो ठेकेदारलाई पनि समयमै राज्यले सडक विभागले निगरानी गरेर त्यसलाई कालो सूचीमा राख्नुपर्छ, कारबाही गर्नुपर्छ। यो काम त वैशाख जेठको टन्टलापुर खडेरीमा गराउनु पर्ने काम हो। पोहोर साल गर्न लगाएको यो काम पनि असाढ लागेर पानी आएर त्यत्तिकै छोडेर गयो। यो साल पनि असाढको महिना अहिले यहाँ पिच हुँदैछ, मेसिन त्यहीँ छ। हेर्नुहोस् त यो दिगो हुन्छ। यस्तो काम गराउनुभन्दा राज्यले यसलाई खबरदारी गर्नुपर्छ। यो धेरै जसोले यो भिडियोलाई लाइक कमेन्ट र सेयर पनि गर्नु होला। यस्तालाई छोड्नुहुन्न। यो हाम्रो राज्यको रुपैयाँ दुरुपयोग भएको छ। यो पनि भ्रष्टाचार हो। यसको बिल पास पनि नहोस्, समयमै यो ध्यान जाओस्। यहाँ हेर्ने सडक विभागले पनि कर्मचारी खटाएर के हेरिरहेको छ। यस्तो यो पुरा खाल्टो छ। यहाँ हेर्नु, यो खाल्टो पारेर यो पुरेको छ गिट्टीले। यस्तो हालतले हुन्छ। यो त मेन सडक पनि साफे मार्तडी राजमार्ग सडक कुनै गाउँतिरको शाखा रोड होइन। हेर्नुहोस् त यो हालत यस्तो छ भने यसरी ठग्ने काम भइरहेको छ। यस्तो खाल्टा भएको छ पुरै। यो हेर्नु साफे मार्तडी सडक खण्डको हालत यस्तो भएको छ। यो सडक विभागले पनि यहाँ ध्यान दिनु छ। ठुल्ठुला नेताहरू, यहाँका मन्त्रीहरूले पनि यहाँ हेर्नु जरुरी छ। धन्यवाद।